हालेलुया हालेलुया। परमेश्वरलाई महिमा होस्। यो सुन्दर समय पाएको छौँ। हजुर सबैजनालाई जय मसीह। हजुरलाई ख्रीष्टको शालोम शान्तिले बास गरून् तपाईँको जीवनमा भनिकन म कामना गर्छु। हवस् त बस्न सक्नुहुन्छ। परमेश्वर महान अनि शक्तिशाली हुनुहुन्छ। मैले भनेको छु परमेश्वरको सारा शक्ति र सामर्थ तपाईँ र मेरो लागि राखिएको छ। परमेश्वरले येशू मसीहले हामीलाई कहिले अन्धार धुन्दामा राख्नु भएको छैन भनेर मैले यस्तो शब्दहरू सुनाएको छु। परमेश्वरले चाहिँ तपाईँ र मलाई कहिले पनि संसारमा बोलाएर अन्धार धुन्दामा राख्नु भएन। उहाँले चाहिँ हामीलाई सबै क्षेत्रहरूको विषयमा बताउँदै लानुभयो। इभन यति मात्रै पनि होइन कि दुष्टको शक्ति बढेको देख्दा, दुष्ट तपाईँको नजिक संसारमा आउँदै गरेको देख्दा पनि मानिसलाई येशूले सारा दुष्टको शक्ति र सामर्थ्यमाथि अधिकार पनि दिनुभएको हो। यसै कारणले गर्दा मैले भनेको छु तपाईँहरू खुदै प्रभुमा भइकन बडो शक्तिशाली हुनुहुन्छ भनेर भनेको छु। अब शक्तिशाली चाहिँ कसरी हुने त है, त्यसको साधन सुरु चाहिँ कहाँबाट हुन्छ त भन्ने कुराहरू हामी केही छिन हेर्नेवाला छौँ। हालेलुया। मैले आज कतिजना देखिन चर्चमा, गल्ती नगर्नु होला, चर्च एब्सेन्ट गर्ने काम नगर्नु होला। मलाई भन्दा बेसी खोटी तपाईँहरूलाई नै हुन्छ। आज एक दिन चर्चमा नआउनु चाहिँ दुष्टले तपाईँलाई जित्नु हो। तपाईँ जिन्दगीभरि दुःखको कष्टको लाइफ जिउने इच्छा छ भने परमेश्वरको कुरालाई उल्लङ्घन गर्नुहोस्। होइन म पनि सुखदायक जीवन जिउँछु, शक्ति र सामर्थ्यको साथमा जिउँछु भनेर तपाईँ पनि सोच्नुहुन्छ भने चाहिँ परमेश्वरको आज्ञाहरूलाई जानी उल्लङ्घन नगर्नुहोस्। सन्डे सर्भिस सेवाकालाई एकदमै फोकस दिनुहोस्, लागि पर्नुहोस्। जब तपाईँले परमेश्वरलाई एकहोरो हृदय गरेर माया गर्नुहुन्छ, उहाँको आज्ञालाई पालन गर्नुहुन्छ भने नि परमेश्वरको सारा सामर्थ्य शक्ति इभन धन सम्पत्ति पनि तपाईँको हो। यो वचनमा लेखिदिएको छ, पहिला परमेश्वरको राज्य र धार्मिकता खोजी गर, त्यसपछि सबै थोक तिमीलाई थपिन्छ भन्छ है। थोरै पैसाको लोभले आज चर्च नआउने होइन, त्यसलाई त्यो थोरै पैसाको उयो छ नि, अफर छ नि तपाईँलाई संसारले, त्यसलाई गोली मार्नुहोस् त, छोडिदिनुहोस् त, त्यसको डबल ट्रिपल परमेश्वरले दिनुहुन्छ। यो कुरा हुनसक्छ तपाईँलाई आज जाँच होला, औ साथी जाउँ न आज फल्ना काममा, यति 1000 रुपियाँ तिमीलाई हुन्छ भन्ने तिम्रो जाँच होला। तर त्यति बेला तिमीले नि त्यसलाई इन्कार गरेर चर्च आउँछौ भने चाहिँ नि त्यसको डबल ट्रिपल चाहिँ परमेश्वरबाट तपाईँको निम्ति राखिएको छ आशिष। हालेलुया। यसै कारण परमेश्वर भन्नुहुन्छ हमेसा हरदम प्रभुको आज्ञामा लागि पर। यूहन्ना 14:15ले त्यही भनेको, कसैले मलाई माया गर्छ भने मेरो आज्ञालाई पालन गर्छ। यो कुरा हो। हालेलुया।